के गरिरहेको छु भने BLE को 10 सेट अन्तर्गतको कक्षा 8 को सरल भन्ने एउटा हिसाबको समाधान गर्न गइरहेको छु। हामीसँग समस्या छ x² का माने x + y माइनस y² का माने x + y। यहाँ हामीले समस्यालाई हेर्दाखेरि तल हरमा चाहिँ x + y र x + y छ, अंशमा x² र y² छ। यसलाई हामीले सरल गर्नुपर्ने छ। यसलाई हामीले हरमा एउटै भएकोले एउटा मात्रै हर लेख्न सक्छौं र माथि अंशकोलाई जोड घटाउ जसो त्यो गर्ने। यहाँ घटाउ भएकोले x² - y² भयो। अब यहाँसम्म गइसकेपछि हामीसँग हरको हर नै सार्ने, बाँकी रहेको x² - y² लाई हामीले फर्मुलामा a² - b² बराबर a + b a - b बनाए जस्तै गरी हामीले x - y र x + y गराउन सक्छौं। अब हर अंशमा x + y सेम भएकोले काटेर हामीसँग बचेको x - y लाई हामीले एन्सरको रूपमा राख्न सक्छौं।